30 बज्छ है। ल अहिले हामी कालिम्पोङ जानका लागि कुरीबाट केबल कारमा चढेका छौँ। यहाँ अँध्यारो छ, पानी परिरहेको छ अलिअलि सिमसिम। कति साथीहरू हिँडेर जानुभयो, हामी चाहिँ यहाँ यसरी बसेका छौँ। यतातिर हाम्रो साथीहरू यसरी हुनुहुन्छ, यता पनि हुन्छ। हामी केही देखिँदैन, हामी काठमाडौँबाट जाडो रहेछ। हिजो उताको यो सैलुङ पानीले भिजाएर क्यान्सल गर्नुभयो। हामी त किन बर्बाद बनायो भने यसरी जाँदैछौँ। आइपुगे जस्तो चाहिँ यो धेरै समय नै लाग्दैन। बाहिर चाहिँ केही देखिँदो रहेन। यहाँको मौसम चाहिँ एकदमै छ। अब पानीले गर्दाखेरि निकै अप्ठ्यारो चाहिँ बनाएको छ। कविता लेख्न पनि भ्याइएन, सकिएन पनि। हामी अहिले पुगिसकेका छैनौँ। 2 मिनट 7 सेकेन्ड भयो। यो टाइम आउँछ नि त भिडियोमा। यो बढीमा 3 मिनट जति होला, यसमा लाग्ने 5 मिनट हो। 1 घन्टा लाग्छ भन्दै हिँडेर जानेलाई। हिँडेर जाने 1 घन्टा। हाम्रो टोली 4 जना हिँडेर गयो। कति घन्टा? 4 जना कि 5 जना? 1 घन्टा। अब हामी बाहिरको त्यसमा यसरी आइरहेका छौँ। देखिएको छ माथि बाहिरको दृश्य यस्तो। अब चाहिँ हामी आइपुग्न लाग्यो जस्तो छ। गर्दाखेरि कुहिरो लागेर नदेखिएको त्यो मनोकामना कुहिरो लागेर नै सबै कुहिरो छ। ठ्याक्कै हामी झऱ्यौँ। 3 मिनट 4 मिनटै भयो ठ्याक्कै। हामी अहिले कालिम्पोङ केबल कारबाट झऱ्यौँ र मन्दिर जान लागेको। यस्तो छ वातावरण, कहीँ केही देखिँदैन, पुरै अन्धकार कुहिरोले यस्तो ढाकिएको छ। यसरी हामी छौँ। साथीहरू कता कता छन्, केबल कारमा पनि भिडभिड। यस्तो खालको अवस्था छ। हिजो सैलुङमा जस्तो थियो यहाँ पनि त्यस्तै छ। मेरो फेरि यता खुट्टा दुखेर घुँडा दुखेर निकै सकस पारिरहेको छ। अहिले झर्न कसरी झर्ने हो? उकालो त र यो तेर्सो हिँड्दैछ, ओह्रालो हिँड्न ठ्याम्मै नसकिने छ। यस्तो छ, पानी बिरबिर छ। छाता ओढेको छैनौँ, ओढ्दाखेरि हुन्छ निकै टोपी भिजाइसकेछ। यस्तो छ। अब यहाँबाट यो तल कुरी बजारहरूदेखि लिएर विभिन्न ठाउँको दृश्य अवलोकन गर्न सकिन्थ्यो, तर अहिले हामी केही देख्न सक्दैनौँ। यस्तो अवस्था छ। हामी कालिम्पोङ मन्दिर आइपुगेका छौँ। अहिले यहाँ यस्तो छ, पानी परिरहेको छ, छाता उडिएको छ। उता जाउँ। यहाँ यसरी यस्तो अवस्था छ। घन्टीहरू यहाँ ल्याएर चढाउने प्रचलन रहेको छ मानिसहरूले। अनि यता यस्तो छ। म छाता ओढेर यसरी यहाँ यस्तो कष्ट छ, निकै कष्ट भएको छ पानीले गर्दाखेरि। त्यहाँ यहाँ नेपालको झन्डा देखिन्छ। यी ठुला घन्टाहरू छन्। यहाँ यता मानिसहरू छन्। यो दोलखा जिल्लाको चरीकोटभन्दा माथि
कालिम्पोङ मन्दिर ठुला ठुला घन्टाहरू पनि छन् यहाँ। यहाँ यस्तो छ, यसरी यहाँनिर उता लाइन रहेछ परतिर, मुख्य ठाउँमा चाहिँ लाइन बस्नुपर्ने छ। अब यहीँ लाइन बस्नु, अब उता लाइन हेरेर उता जाउँ। यस्तो छ है, छातै मात्रै देखिन्छ, अब के गर्ने। यहाँ छ है, यसरी त्यहाँ लाइन बस्ने हो। ल एकछिन बस्नु, म यहाँ बाहिरबाट हेर्छु ल। यी लाइन लामो लामै छ, ठिकै छ, त्यति लामो त होइन। अनि यहाँ नरिवल फुटाउने ठाउँ रहेछ यहाँनिर। यहाँ चाहिँ यहाँ यस्तो छ, धेरै व्यवस्थित रहेछ। पहिले त यस्तो थिएन नि। यहाँ पनि घन्टाहरूको लाइन छ चलाउनेहरू, यतातिर पनि यस्तो छ घन्टाहरू। यहाँ बार यति लामो छ, यहाँबाट यहाँ छ, यहाँ यो गेट जस्तो छ। यहाँबाट भित्र छिरेपछि बल्ल यहाँ आइन्छ। यहाँनिर मुख्य मन्दिरको पूजा गर्ने ठाउँ चाहिँ यहाँ छ। यहाँ कुण्ड जस्तो छ यो भित्र। त्यहाँ कालिम्पोङ मूल मन्दिर भनेर यहाँ लेखिएको छ। त्यहाँनिर सानो एउटा, हजुर ए हस् ल, हस्। यहाँ अब भिडियो बन्द गर्ने कुरा आयो। हामी कालिम्पोङ मन्दिरमा छौँ। आज पनि पानी दर्किराखेको छ। बिहानको 8 बजेको छ। एउटा कविता प्रस्तुत गर्न लागेको, छाता उड्नु परेको छ, यस्तो अवस्था छ। कालिम्पोङ हिमालका नजिक झैँ सौन्दर्य साक्षी बनी, देवी नित्य रमाउँछिन् मनहरा आनन्द की रोशनी। बुकी सौरभ सृष्टिका आस्था फुलाइकन, बोकी सौरभ सृष्टिका पलहरू आस्था फुलाइकन, नेपाली मन फुल्दछन् गगनमा हैमालका झल्कन। नेपाली मन फुल्दछन् गगनमा हैमालका झल्कन। पानी बेसरी दर्किएको छ। धन्यवाद। कालिम्पोङ मन्दिर पुगेर हामी फर्केका। यहाँ अलिकति खुलो, यहाँ अहिले माथि यस्तो देखिएको छ, तर हिउँ बिर हिउँ पर्दैछ अहिले। हामी छाता ओढेका छौँ यहाँ यसरी। यतातिर पनि मान्छेहरू छन्। यहाँ यस्तो छ, गुरुबाट चन्दन र त्रिशूल चिन्ह टिका लगाइन्छ भनेको छ, तर यहाँ गुरु हुनुहुन्न। यस्तो छ यहाँ यो। अच्छा मरेको नि बालुमा पस्यो। यहाँ तलबाट मान्छेहरू कोही आउँछन्। यो केबल कारको स्टेसन। अब बिरामी खुट्टो यस्तो अवस्था छ। यहाँबाट हामी झर्दैछौँ अब फर्किने भनेर। यस्तो खालको अवस्था छ। पानीले कन्तबिजोग बनाएको छ। आज 83 सालको वैशाख 20 गते आइतबार हामी कालिम्पोङ भगवतीको दर्शन गरेर फर्किँदैछौँ। यो एक किसिमको सङ्घर्ष नै भन्दा पनि हुन्छ। अनि अब यस्तै छ अवस्था। छाता नओढिकन अथवा रेनकोट प्लास्टिक नओढिकन हिँड्न सक्ने अवस्था छैन। सारा मानिसहरूको बिचल्ली बनाएको छ, तर सबै खुसी देखिन्छन् है मान्छे चाहिँ। यता चाहिँ यहाँ गेट छ, उता यहाँ यो उताको बाटोबाट यो गेटबाट छिरेर माथि जाने। हात ठिरिएको छ नि, चिसो भएको छ। ल जाउँ, झरौँ अब। ए यो आउँछ यहाँ माथि चुली छ। यहाँ यही माथि कालिम्पोङको ठ्याक्क यो माथि देखिएको यो डाँडो, भिरको डाँडो। साह्रै भिर छ यो ठाउँ चाहिँ। धेरैलाई थाहा छ, धेरै आउनु भएको छ। अब यहाँनिर यस्तो देखिएको छ। यता पारिपट्टि केही छैन, अन्धकार कुहिरो लागेको छ। मजाले कुहिरो लागेको छ, साउनको कुहिरो जस्तो। वैशाखमा यस्तो छ, यस्तो अवस्था छ। यहाँ तल चाहिँ यो केबल कारको हो। अब मानिसहरू झर्दैछन्, यसरी फर्किँदैछन्। हस्, धन्यवाद।